स्थिरता मुर्दाबाद, स्थिरता जिन्दाबाद। कुनाबाट देखेँ मैले जिन्दाबाद कोनी के मुर्दाबाद भनेको सुने मैले। पल्लो कुनाबाट एउटा कालो कालो टोपी लगाएको एकजना चस्मा लगाउनेले भनेको जस्तो लाग्छ। मैले त बिर्सेँ उहाँको नाम पनि। हतकडी लगाउनु छ भने गिरिबन्धु टी स्टेटका भ्रष्टाचारीहरूलाई, ललिता निवासका भ्रष्टाचारीहरूलाई हतकडी लगाऊ। म चुनौती दिन्छु, सरकार चुनौती दिन्छु। यो सरकार कायर हो। बाहिर गएर जनतालाई हेर्नुहोस् के भन्दैछन् जनताहरूले। विदेशमा होस् स्वदेशमा होस् कोनी के चोर देश चोर भन्छन्। मुर्दाबादको नारा लागिरहेको छ। तपाईहरुलाई चेतमा आओस्। अहिलेसम्म तपाईहरुलाई चेत खुलेको छैन। कहिले चेत खुल्छ मलाई थाहा छैन। तपाईहरुलाई चेत खुल्दाखेरि धेरै ढिलो भइ नसकोस् म शुभकामना दिन चाहन्छु। हुँदा हुँदा यो नीलो किताबमा, हाम्रो हातमा परेको नीलो किताबमा पहिला क नम्बरमा नै गणतन्त्रलाई संस्थागत गर्ने, कुनै केलाई चाहिँ कारबाही गर्ने भनेर लेखेको रहेछ। किन डराउनुहुन्छ? हुँदा हुँदा सरकारको नीति तथा कार्यक्रममा पनि यस्ता कुराहरू लेख्नुलाई तपाईहरुलाई बाध्यता पर्यो। यो तपाईहरुको कायरपन हो। यो सरकार कायर हो। खाली यो नीलो किताबमा लेखेर मात्र गणतन्त्र बाँच्दैन। यो सरकार यो गणतन्त्र बचाउनुको लागि जनताको कुराहरूलाई एड्रेस गर्नुहोस्, जनताहरूलाई सुविधा दिनुहोस्।